हेलो गाइज वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ हामी ग्रोसरी सपिङ गर्न जान लागेको। सो हामी के लिन्छौँ भनेर चाहिँ म देखाउने वाला छु। मेरो साथी त्यहाँ हुनुहुन्छ। यहाँ हेर्नुहोस् साथी। ओ साथी हेलो गर्नुहोस्। ल ल हेलो गरिदेऊ। ल आज अब चाहिँ हामी जान्छौँ। भयो ल जाउँ। सो हेलो हामी चाहिँ निस्किसक्यौँ। एउटा त्यहाँ छ रिसको पोको अगाडि। यता हेर रिसको पोको मान्छे। यो मान्छे चाहिँ रिसाउने चाहिँ कोही छैन होला क्या जिन्दगीमा कि कसैले रिसाउँदैन भन्छ अरे मसँग मात्रै यति रिसाउँछ ल है हामी चाहिँ हिँड्यो लगाएर यस्तो हुँदो रहेछ घर। लजाउँछु रे हेर न लजाएको रे यस्तै हुँदो रहेछ। एकजना कामरा छ एकजना नट साइवाला। तर तिमी साइवाला चाहिँ होइन नाटक पुरा। उसले चुज गर्दैछ कुन लाने भनेर। यस 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 त्यस्तै लानु पर्ला हौ बुढा। निकाल हाल न। ल भयो नाटक नगर आऊ। एउटा बास्केट भरेर लागिसक्यो अब। किचनको सामान किन्दैछु। यस्तो राम्रो रहेछ हौ तर लास्टै महँगो। कपहरू हेर्दा हेर्दै झाडेर ड्याङ फुट्टाइ त हालेँ। यस्तो राम्रो कप थियो ढ्याङै फुट्यो। कभरै फुट्यो नि। कभर बाहिर यस्तो गरेको त ड्याममै झऱ्यो पहिराको म त। तर कसैले केही भन्दैन रहेछ। अब पैसा पे गर्नुपर्छ होला। हामीले कति धेरै सामानहरू किन्यो। यहाँ पनि छ अझै किन्न बाँकी छ। तर यहाँको के राम्रो लाग्यो भन्दाखेरि चाहिँ त्यो फुटेको कपको पे गर्नु परेन होइन। म त फुटेको कपको पे गर्नुपर्छ होला भनेको त पे गर्नु पर्दैन रहेछ। अन्जानमा फुटी त हाल्यो अन्त पे गर्नुपर्छ कि पर्दैन भनेको त पर्दैन भनेर भन्यो। त्यसपछि हामीले त्यही छोडिदिएर आयौँ। हाम्रो सामान चाहिँ कति धेरै भयो बोक्नै नसक्ने गरी। अब यहाँ गाडी कुरेर बसिरहेको। चाँडो ओहो लास्टै चिसो टुरु पुरिरहेको एक्लै। हामी त घर आएर पनि सुत्ने बेला भइसकिसक्यो। मिनी ब्लग चाहिँ मैले एन्ड गर्नै बिर्सेछु भन्दा एन्ड गर्ने बिर्सेको त होइन। मलाई त गाडी चढेको गाडी लागेर फेरि झन्डैले बेहोस भएँ म। त्यही भएर एक निन्द्रा सुतेर उठेर मिनी ब्लग एन्ड गर्दैछु। बाई बाई। थ्याङ्क यू फर वाचिङ।